अन्ना फोटो भाइ रस पनि देन गाइस हामी चाहिँ हाम्रो आज यात्रा चाहिँ एकदमै ल हाम्रो भाले टक्क लाएर भइसकेको छ ल सबजना केटाहरु ल हामी पनि स्टार्टिङ ल केटाहरु ओइ आइजौ बिना त्या झोल ल्याइन आता झोल ल्याइन आयो बिना त्या मस्त टुन्ने भरि हामी चाहिँ हेरेको हाले अंकल यसो खानु भन्दा अगाडि चिउरातिर हेर अनि गाइस हाम्रो यात्रा चाहिँ आज यहाँबाट सुरु हुन्छ हैन केटाहरु चाहिँ यहाँ रेडी भइसकेको छ हामी तीनटा बाइक लिएर चाहिँ यहाँनिर आइसकेका छौं हैन केटाहरु चाहिँ उ त्यहाँ बसिरहेछन् पुरै बुबासँग अब हामी जानु पर्ने चाहिँ उ माथि डाँडा हो त्यो बादलनिर हैन त्यो बादल छ त्यो टुपामा जानु पर्ने हो घुम्न जाँदै छु चाहिँ यो चाहिँ मेरो ठेलो दाइ हो यसलाई चाहिँ ठेलो भन्छ अनि यो हाम्रो यात्रा चाहिँ अब एकदमै हैन कहाँसम्म भनेपछि अब रक गार्डन त्यो बादलमा त्यहाँसम्म चाहिँ जाने हो हैन सबैजना अहिले देखाउँछु बाटोमा के कस्तो छ बाटोहरु चाहिँ लास्टै अप्ठ्यारो छ भन्ने कुरा सुनेछु तर आज फर्स्ट चोटी जाँदैछु हामी त्यहाँ के हुन्छ गाइस अब इन्डम ओ क्यामेरा क्यामेरा गोप्रो बाहा के मेरो पनि देखाउन यार रक गार्डन गाइस हो रक गार्डन जान आम हामी रक गार्डन हाम्रो रक गार्डनको यात्रा छ केटाहरु सब बाइक छ यहाँ पुरो केटाहरु गाइस हामी चाहिँ हाम्रो आज यात्रा चाहिँ एकदमै माथिसम्म जानला हो टक्क लाएर त्यो केटाहरु रेडी भइसकेका छन् हाम्रो बाइकहरु पनि यहाँ रेडी भइसकेका छ टक्क लाएर हैन भइराछ अब ल केटा स्टार्टिङ गर नि त ल गाइस
बस 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 केटा ओइ रोक रोक यहीँ रोक है सबजना बसेको रोक सँगै हिँड्ने है सबजना बवाल भइरहेछ र म पनि यहाँ गाइस बवाल केटाहरू ओ करा जान्छु बवाल भइरहेछ हाम्रो भाले टक्क लाएर भइसकेको छ र सबजना केटाहरू ल हामी पनि स्टार्टिङ राइडर सर हुनुहुन्छ हाम्रो चाहिँ अब यहाँ दुईटा बाइक अनि यहाँ चाहिँ तीनटा अब यहाँ चाहिँ अब भन्नुपर्दा चारवटा होइन टक्क सबजना आयौँ अब एउटा बाइक चाहिँ हाम्रो आउन बाँकी हो होइन म्युजिकमा हिँड्ने केटाहरू तोप तानेर होइन बवाल बवाल भइरहेछ त्यही हो भ्यूहरू देख्न सकिन्छ हामी चाहिँ अब योभन्दा खतरा ठाउँमा जाँदैछौँ बाटो छोटो मान्छे आफ्नो हिँड्यो गुरालो है गुरालो हिँड भाइ त हिँड ल त हिँड्न ल यो हाम्रो चाहिँ अर्को पनि हिँड्यो राइडर टक्क लाएर ल यो भाइ पनि गयो होइन ल हामी पनि अब जाने हो हामी चाहिँ यहाँ तीनजना हो क्या त्यही भएर अलिकति थोरै टाइम लाग्छ नि त ल गाइस हाम्रो बाटो चाहिँ देख्न सकिन्छ एकदमै उकालो छ होइन एकदमै गाह्रो भइरहेको छ हामीलाई पनि अब हामीलाई पनि एकदमै गाह्रो भइरहेछ होइन ल भाइहरू हिँडिहाल्नु थाहा भएन गोब्रो कस्तो नआएको
मलाई त ठोक्केन ल ओइ अलि गीतको साउन्ड ठुलो गर ओइ गीत हालेन डट बाइक आउँदैछ हाम्रो डट बाइक हेर त ओहो भइरा हामी ढल्दिरा नि लामो खोलामा ढल्दिरा ल्याएर एउटा चस्मा दिनु न एउटा जोबा एउटा चस्मा दिएन धुलोले मार्यो नि तो भइरा भाइ हैन तीनटा हालिराख यो त बवाल भइरा छ तोपे भइरा छ यार त्यही हो गाह्रो भइरा छ यार डट बाइक हो नि त तीनटा हाल्दिएको केडोले हामी त हाउडे मोबाइल त्यो कोजामा हाल्न लगा नि त्यो कोही ढले बेला नि प्याच होला नि मोबाइलले मोबाइल राखेको रे अब भरक नबनाऊ हाम्रो नि बाइक यो के अरे आरटीआर हो के हो केडोले एफजेड हो केटाहरु कहाँ गए केटाहरु अघि हिँडिसके हामी पनि यस्तो पारामा छौँ हैन पुरै भन्नुपर्छ बबाल देखिरहेको केटाहरु हेरे त्यो ल के गर्दिरालो
ल केटाहरू ओइ आइज कालो हर्न बजा पाइपले गर्दा हो क्या बसौँ पाइपले यता झारिदिनु क्या ल ल ल ल गर भाइ के छ एकदम बाबा दामी हामीलाई नि मजा आइरहेछ अब यहाँ के भन्नु स्टार्ट किन हुँदैन अहिले धक्का आमा मेरो लागि हो हिँडेर समारे के भयो फेरि तल गए हान्न ओइ तल हान्न कि तेल सक्यो स्टारै हुँदैन अहिले भर्खर भयो भर्खर अहिले स्टार्ट भयो होइन धक्का स्टार्टले केटाहरू हेर त केटाहरू हेर्नु डट बाइकमा 3-3टा बस्यो हामी यहाँ 2टा बस्यो नि ढलेर यार ल्याम्पे लाग्यो नि अहिले त ढलेर केटाहरू यार यहाँ ल ल केटाहरू कस्तोमा हालिरह यहाँ हो हाम्रो बाटो हेर है बाटो राम्रोसँग ओए खोटा ओए झरा झरा पुल लास्टै हल्लिन्छ के हाम्रो राजा हेर्नु त
देउसे जल्किन्छ अरे एकछिन सँगै जाउँ तिनीहरू त्यहीँ बसिक्यो कहाँ जान लाग्यो कहाँ कहाँ हो घर दाइना नचिने आएको भने गइदियो ओ हिँड दाइना चिन्दैन मलाई चिनेन हौ त्यतिकै यहाँ आऊ के तान्छ र ल केटाहरू फाइनली हामी चाहिँ रक गार्डनमा आइसक्यौँ र केटाहरू यहाँ वाह बवाल छ रक गार्डन नि क्या बवाल बना खाना आमामा हेर त पुरै केटाहरू दामी छ है ब्याग ल्याउँदै राख्दिउँ बवाल छ आमा रक गार्डनको केटाहरू सब आइसक्यो होइन पानी आउँछ धारो छ पानी छोडिदिन्छु भन्थ्यो क्या त्यो डरममा छ कि छैन भन्थ्यो त्यो एउटा रहेछ आमामा भ्यू हेर्नु न चारैतिर के बवाल छ पानी छोडिदिनु भन्दै थियो ओके हामी कटिङ अलिक साइडमै गरौँ यार है फाइनली गाइस हामी चाहिँ रक गार्डन पुग्यौँ होइन रक गार्डन देख्न सकिन्छ एकदमै बवाल छ यहाँको दृश्य चाहिँ होइन भन्नुपर्दा आमामामा पुरै स्वर्ग जस्तो हो क्या यहाँको चाहिँ केटाहरू चाहिँ टक्क होइन देख्न सकिन्छ भ्यूहरू हामीसँगै पनि डाइरेक्ट पुरै यहाँको भ्यूहरू होइन एकदम बवाल रमाइलो भयो यात्रा चाहिँ बाटोमा जस्तो जेसुकै भए पनि डबल त्रिबल केटाहरू आएर पनि बवाल रमाइलो भयो होइन केटाहरू चाहिँ आउन बाँकी छ एकदम नवीन कस्तो रमाइलो भइरहेछ फिल कस्तो भइरहेछ दामी भइरहेछ भाइ के छ फिल ठिक छ बवाल छ नि होइन प्रकाश के छ हरिश भाइ महेन्द्र के छ बवाल होइन हर्जन के छ आमा मेरो भाइ के छ साइकको आन्छ फेरि आमा ल केटाहरू सबजना आयो यहाँनिर कराइदियो एकचोटि बवाल